धमाधम ब्याज दर घटाउँदै वाणिज्य बैंकहरूको ब्याज दर घट्ने क्रमले निरन्तरता पाएको छ। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याज दर घटेको छ। भदौ महिनाका लागि 20वटा वाणिज्य बैंक मध्ये 5वटाले अघिल्लो महिनाको ब्याज दर घटाएका छन् भने बाँकी 15वटाले पुरानै दरलाई निरन्तरता दिएका छन्। सबैभन्दा धेरै ब्याज दर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थ बैंकले व्यक्तिगत तर्फ 0.29% र संस्थागत तर्फ 0.20% ब्याज दर कटौती गरेको छ। त्यस्तै नेपाल बैंकले व्यक्तिगत तर्फ 0.1% र संस्थागत तर्फ 0.5% ब्याज दर घटाएको छ। यद्यपि अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाकै ब्याज दरलाई भदौमा पनि निरन्तरता दिएका छन्। नबिल प्रभु नेपाल इन्भेस्टमेन्ट मेगा एनएमबी राष्ट्रिय वाणिज्य ग्लोबल आइएमई सहित 15वटा बैंकले व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको ब्याज दरमा परिवर्तन गरेका छैनन्। भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज दर नबिल बैंक र प्रभु बैंकले दिनेछन्। यी दुई बैंकले व्यक्तिगत तर्फ अधिकतम 4.55% ब्याज दर तोकेका छन्। व्यक्तिगत मुद्दतीमा सबैभन्दा कम ब्याज दर कुमारी बैंक र सिद्धार्थ बैंकको रहेको छ। यी बैंकमा ग्राहकले अधिकतम 3.67% मात्रै ब्याज पाउनेछन्।